So hi guys, good morning everyone. Welcome back my mini vlog. So guys, म चाहिँ भर्खरै उठेको अनि मैले मुख पनि धोएको छैन किन भन्दाखेरि चाहिँ अहिले त मलाई लास्टै रुगाले चाप्यो अब हुन्छ नि नाक पनि पुरा बुझ्झे खालको यस्तो रिस उठ्यो यो कुकुर फेरि कति कराला यस्तो कि अब बिराम भएपछि त एउटा के भन्छ अरे त्यो हो हाल्दा पनि के यस्तो खान नसक्ने कि एकदमै धेरै त्यो रिस उठ्ने त्यस्तै भइरहेछ अनि मलाई त यति रिस उठिरह नाक पोलिरह माई आइज रेड है आँखा पनि रातो भइरह यताउता छैन कसै यता पनि भएको होला यार यस्तो भइरह रुगा लगाइरह ज्वरो आइरह ओ माई गड के विधि सरापेको के विधि रिस हो मसँग यहाँमा मैले त त्यस्तो नराम्रो केही भनेको नि थिएन त्यस्तो नराम्रो केही गरेको पनि थिएन सबैकै राम्रै चाहेको थियो आखिरमा मलाई नै किन यस्तो आमा हे तेरो यस्तो विधि त नसराप हो आमा कहिले कस्तो त बिचरा निको होस् न यस्तो नि भन्दै नि हुन्थ्यो नि त्यो त मर्ने गरी बिरामी होस् भन्यो होला कसैले त्यही भएर यस्तो भयो गाह्रो छ हेटर्सहरू धेरै भएपछि धेरै गाह्रो चिप्लाएको नि कति कराउँछ नि चल नि अल बस निस्किने बेला भएन So guys, म चाहिँ यस्तो चिप्ला यस्तो गार्डनहरू देखाउँछु म कसो बिराम भएको के म त्यही भएर भिडियोहरू नबनाएको अनि यहाँ देखाउँछु म तपाईँहरूलाई यहाँ छ करेला काँक्रो यो हो मैले जमाएको अब यो सानी बेला भइरहेछ के विधि बिराम भएको म यो हो फ्लावर्स गार्डन भनौँ फुल फुलिरहेछ फुल झरिरहेछ अनि लुक एट यो चाहिँ आमालाको बोर्ड अनि हामी कति सुत्ने भनेर हिँडेको क्या म झन् मधेसमा गाउँ जान्छु भनेर सोचिरहेको लुक एट दिस फ्लावर यो चाहिँ बोटमा दुईवटा थरी फुल फुलिरहेछ व्हाइट र यो कलरलाई के भन्छ गाइस यो र यो लुक एट यो व्हाइट देख्नुभयो नि हो यसरी फुल्छ क्या यसरी फुल्छ दुई थरी डुब्लाएर यहाँ बिराम भएपछि केही खान नै मन नलाग्ने कि त्यस्तो समय इरिटेट हुने त्यस्तो समय भइरहेको गाइस मलाई त्यही हो अनि त्यही भएर नै मैले टिकटक पनि पोस्ट नगरेको युट्युबमा पनि भ्लग नबनाएको सो म गाउँ जाँदाखेरि ठिक भयो भने म मेरो मम्मीलाई भेट्न जाँदाखेरि ठिक भयो भने भ्लग आउँछ अनि त्यसपछि त्यही हो सकेसम्म चाहिँ म चाँडै निक्लोस् म आफूलाई भन्छु जसले जे भने पनि आई डोन्ट केयर बट आफूलाई माया गर्नुपर्छ त्यही हो त्यही भएर म त यस्तो सोच्छु कि होइन गर्मीमा नि कसलाई चिसो लाग्छ कि कसलाई रुगा लाग्छ भने आमा अचम्मै के म त पानीमा रुचे थिएँ है गाइज होइन म पसल गएको थिएँ क्या अनि पसल गएको अनि पानीमा रुच्दै गएँ क्या उता अनि त्यसपछि पानीमा रुच्दै आएँ कि पसलबाट अनि त्यसपछि बेलुका सुतेको त बिहान त हचिङ त्यहाँबाट त रुगालाई भेटाइहाल्यो नि एउटा न्यु के पाएको थिएन पसल जाने त्यही न्युबाट रुगालाई भेटायो अनि त्यसपछि उयो पुरा नाक छ नि पोलिरहेको एकदमै धेरै आँखाहरू आइजहरू आफै रातो भइरहेछ त्यही हो अब चाहिँ यति नै भनौँ आजको मिनी भ्लग सो ह्याभ अ गुड डे गाइज लट्स अफ लभ यु एभ्रीवान सो मलाई माया गर्न चाहिँ नबिर्सिनु होला आई मिन म चाहिँ त्यही हो तपाईँहरूको प्यारी रमिला एनिवे गाइज लट्स अफ लभ यु अल अनि त्यसपछि ह्याभ अ गुड डे राम्रोसँग बस्नु होला रुगाबाट टाढा बस्नु होला चिसोमा नखेल्नु होला अनि पानी पर्यो भने छाता लिएर हिँड्नु होला अब सिजन नै हो नि त पानी पर्ने त अनि पानीमा चाहिँ यति पनि नरुच्नु होला अनि बिरामी हुन्छ म जस्तै सो तपाईँहरू चाहिँ आफ्नो केयर गर्नु होला केयरलेस नगर्नु होला एकदमै गाह्रो हुन्छ रुगाले भेटाएपछि त्यही हो लभ यु अल बाइ बाइ